हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ म हजुरहरूलाई हाम्रो बुङ्गुर फार्म भिजिट गराउँछु ल। यहाँ चाहिँ दुईटा बच्चाहरू, क्युट बच्चाहरू छ। यसपालि चाहिँ हाम्रो बुङ्गुरले 4वटा मात्रै जन्मायो नि त। योभन्दा पहिला चाहिँ धेरै जन्माउँथ्यो होइन, तर यसपालि चाहिँ 4वटा मात्रै जन्मायो। यो चाहिँ केटा बुङ्गुर हो। केटा बुङ्गुर चाहिँ यतातिर साइडमा छ होइन, अनि यतातिर अर्को साइडमा चाहिँ केटी बुङ्गुर छ। यो खासमा यसलाई बच्चा जन्माउनको लागि पालेको हो। यसले चाहिँ बच्चा जन्माएन, त्यही भएर यसलाई चाहिँ काट्ने भनेर सोचिरहेछौँ हामीले। यो चाहिँ माउ बुङ्गुर हो। यसले हो 4वटा मात्रै जन्माएको। यसपालि 4वटा मात्रै जन्माएको यसैले हो। दुईटा फेरि यतातिर राख्दैछौँ कि हामीले। यहाँ चाहिँ घाम लागेको छैन, धेरै दिन भइसक्यो घाम नलागेर चाहिँ एकदमै चिसो भएर रहेछ बिचराहरूलाई। अब यो चाहिँ हामीले यही 30 गते काट्ने भनेर सोचिरहेछौँ होइन। अनि अब 1 गते माघे सङ्क्रान्ति पनि छ नि त, अनि त्यही भएर हामी 30 गते सायद काट्छौँ होला। यदि काट्यो भने म भन्छु हजुरहरू मासु लिन आउनु होला है। अब अहिले चाहिँ हामीसँग धेरै बुङ्गुरहरू छैन, अब खोर पनि छैन नि त, धेरै छैन। त्यही भएर अब योभन्दा पछाडि चाहिँ हामीले खोर थपेर अनि धेरै बुङ्गुरहरू राख्ने विचार गरिरहेछौँ। यही नै हो। थ्याङ्क यू फर वाचिङ।